ल हामी अहिले महेन्द्र गुफाभित्र हामी गइरहेका छौँ। अब कहाँसम्म लान्छ के थाहा छैन। ओइ के हेर हातसम्म नसमाउनु पर्छ नि। तनहुबाट हजुर हजुर म टिकट काटिसक्यो। टिका लाउनु नि त भगवानको ए हो मेरो त धर्म है सोध्ने हो म त यहीँ बसेको भएर 11 वर्ष भयो। हामी पहिला आएको म त महेन्द्र राजाले उद्घाटन गरेपछि यो महेन्द्र गुफा भन्छ। सर अलि यो गुफामा के भन्न सक्नुहुन्छ? हो त राजा महेन्द्रले 2031 सालमा यसलाई उद्घाटन गरेपछि हजुर हजुर यो महेन्द्र गुफा भएको हजुर हजुर र यो एउटा स्कुलको गुफा हो। हजुर हजुर तपाईँले टिकटै काटे पनि एउटा हो स्कुललाई बिन्दावासिन होइन? बिन्दवासिनी स्कुललाई डोनेसनमा दिनुभयो। हजुर हजुर र चाहिँ यो अब पानीले बनेको हो। हजुर हजुर यसको लम्बाइ 125 मिटर छ हजुर र बाहिर जाने धर्मद्वार 30 मिटर छ। हजुर यही भित्र एउटा एडभेन्चर क्याम्प छ हजुर हजुर एउटा 30 मिटर छ र एउटा शक्ति पनि रूपमा हेरिन्छ यसलाई, किनभने देशमा यत्रो भूकम्प आउँछ जान्छ कहिले के हुँदैन। ए हजुर हजुर एउटा शक्तिकै रूप छ हजुर र यहाँ विश्व आउँछ। यो चाहिँ यसको यो पत्ता यो कहिले कुन सालमा पत्ता लगाएको होला यो गुफा? यो लागेको त अब 2010 सालमै हो। हजुर हजुर 10 साल भने चाहिँ अहिले 83 वर्ष भयो। ए अनि राजा महेन्द्रले भ्रमण गरेको कुन साल हो? 2028 साल। ए त्यसपछि यसको नामाकरण महेन्द्र गुफा भयो। ए भनेपछि त्यसपछि लगातार जति भूकम्प गयो केही पनि भएन। हजुर यो जलकुण्ड हो, मान्छेले घरमा लिएर जान्छ पूजा गर्नको लागि। हजुर ए हजुरहरू कहाँबाट आउनुभएको? हामी तनहुबाट आएको। तनहुँ कहाँ? तनहुँ भानु नगरपालिका। ए भानु हजुर हजुर कस्तो लाग्यो त? राम्रो लाग्यो? एकदम राम्रो। धन्यवाद जिज्ञासा लिएर सोध्नु भएको। हस् हजुरलाई पनि राम्रोसँग जानु होला। सूचनाको लागि शक्ति छ। हजुर हजुर यो देशले राज्यले मान्छेले त बनाउँदैन। यस्तो छ एउटा अडिएर बसेको छ, एउटा आफैमा शक्ति छ नि त। मान्छेले कुदेको त होइन यो चिज। ठिकै छ अब आउनुभयो, धन्यवाद। राम्रोसँग जानु होला। हस् हस् ल सूचनाको लागि हजुरलाई पनि धेरै धन्यवाद है। हजुरलाई पनि शुभयात्रा। हस् हस् धन्यवाद। हुन्छ हुन्छ किनभने यहाँ संसार आउने ठाउँ हो। हजुर हजुर यहाँ गणेशजी हुनुहुन्छ, हजुर हजुर यहाँ चाहिँ शिवजी हुनुहुन्छ, हजुर हजुर तल जलकुण्ड छ, जलकुण्ड छ। थुप्रै मूर्ति मन्दिर साइडमा हेर्नु होला। हुन्छ हुन्छ थुप्रै छ। हस् 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 धन्यवाद है। ल हस् राम्रोसँग जानु होला है। हस् हस् थ्याङ्क यू है। हस् वेलकम। हस् थ्याङ्क यू है। यो महेन्द्र गुफा हामी अहिले धेरै भित्र नगए पनि केही तल गएर हामी फर्किरहेका छौँ र केही हामीले जानकारी पनि प्राप्त गरेका छौँ होइन भनेर हामी अहिले फर्किरहेका छौँ र थोरै भए पनि हामीले सानो एउटा जानकारी प्राप्त गरेका छौँ हाम्रो यस विषयको बारेमा थोरै जानकारी प्राप्त गरेका छौँ। ल अहिले त म यति नै गर्छु होइन। धर्मद्वार एग्जिट मिशन
हामी गोरे जानकारी लिएर आएका छौँ। ल अहिले यति नै गरेँ है मैले।